नेपाल ओइल कर्पोरेसनले नेपालमा फुल ग्यास सिलिन्डरको डिस्ट्रिब्युसन सुरु गरिसक्यो। सुरु गरे तापनि बजारमा अझै पनि ग्यासको सर्टेज देखिरहेछ अनि कस्टमरहरूको कम्प्लेन पनि आइरहेको छ कि आखिर यस्तो चाहिँ किन भइरहेछ त? डिरेक्ट कन्ज्युमरहरूसँगै बुझ्ने हो भने चाहिँ कन्ज्युमरहरूले चाहिँ इन्डियालाई ब्लेम गरिरहेछ। किन भन्दाखेरि चाहिँ इन्डियाले ग्यासको सप्लाई कम गर्यो भनेर। तर डेटा हेर्ने हो भने चाहिँ ग्यासको सप्लाई कम भएको छैन। ग्यासको सप्लाई जति पहिला आउँथ्यो अहिले पनि त्यति नै आइरहेछ, एकदमै स्टेडी नै छ। तर एक्चुअल डेटा हेर्ने हो भने चाहिँ नेपालमै प्रपर डिस्ट्रिब्युसन नभएर चाहिँ ग्यासको सर्टेज अहिले पनि भइरहेछ भन्ने कुरा चाहिँ हामीले हेर्न सकिन्छ है। तर अर्को साइड गभर्मेन्ट, एलपिजी बटलर्स अनि रिटेलर्सहरूले चाहिँ कस्टमरहरूलाई ब्लेम गरिरहेछ कि किन भन्दाखेरि चाहिँ कस्टमरहरूले आफूलाई चाहिने भन्दा बेसी नै घरमा लगेर स्टक गर्यो भनेर चाहिँ। हुन पर्यो कस्टमरहरूले ग्यासहरू कहिले पाउने कहिले नपाउने भएको सिचुएसनले गर्दाखेरि चाहिँ मान्छेहरूले टन्नै स्टक गरेर राखिरहेछ कि मेरै घरमा पनि 4-5वटा सिलिन्डर छ, तर सिलिन्डर 4-5वटा किन चाहिएछ भन्ने कुरा मलाई अहिलेसम्म थाहा छैन। सो एउटा रिजन त्यो पनि हुनसक्छ है। यो सबै ग्यासको सर्टेज चाहिँ इरान र इजरायलको वारको बेलामा सुरु भयो, जुन चाहिँ एराउन्ड फेब्रुअरीमा थियो। अनि त्यसपछि चाहिँ गभर्मेन्ट र नेपाल ओइल कर्पोरेसनले चाहिँ हाफ सिलिन्डरहरू डिस्ट्रिब्युट गर्न थाल्यो ग्यासको सर्टेज नहोस् भनेर, किनकि त्यति बेला सप्लाई एकदमै कम थियो। तर जुन 15देखि चाहिँ फेरि ब्याक अन फुल सिलिन्डर सप्लाई गर्न थाल्यो, किन भन्दाखेरि सिचुएसन नर्मल भइसकेको थियो। तर जुन 15देखि अगस्त 11 अलमोस्ट 2 महिनापछि आउँदा पनि कस्टमरहरूले अझै पनि ग्यासको सर्टेज भइरहेछ मार्केटमा भनेर कम्प्लेन गरिरहेछ। अनि नेपाल ओइल कर्पोरेसनका म्यानेजिङ डिरेक्टर नगेन्द्र शाहले चाहिँ सप्लाई रेगुलर हुन थालिसक्यो, कस्टमरहरूले चाहिँ ग्यास पाउनलाई त्यस्तो केही डिफिकल्टिज चाहिँ फेस गर्नुपर्ने अवस्था छैन भनेर पनि स्टेटमेन्ट दिएका छन्। सो एभ्रिबडी सुड नट प्यानिक होइन। अनि कसैले अब पनि ग्यासको सर्टेज हुन्छ भनेर 4-5वटा सिलिन्डर स्ट्याक गरेर राख्नुभएको छ भने चाहिँ प्लिज स्टप द्याट होइन, किनकि ग्यासको सप्लाई रेगुलर भइसक्यो। सो यु सुड बी एबल टु पर्चेस ग्यास इजिली। अनि तपाईँले स्ट्याक गरेको कारणले गर्दाखेरि अर्को कस्टमरले चाहिँ त्यो सर्टेज भइरहेको चाहिँ फिल गर्नु नपरोस् कि, सो द्याट दे विल स्टार्ट डुइङ द सेम थिङ। तर ओभरअल हेर्दाखेरि चाहिँ त्यो फेरि सर्टेज नभए पनि सर्टेज भए जस्तो फिल हुन्छ कि सबैजनालाई। त्यही भएर चाहिँ बी माइन्डफुल होइन। आई होप this problem gets solved very soon. I'll see you in the next video. Please don't forget to like, comment, share, subscribe, whatever. होइन भिडियो नआएको धेरै दिन भयो because I was so busy. तर अबदेखि चाहिँ I'm still trying होइन, I'll try to make more videos as possible. Stay tuned.